लो आज हम चाहिँ यहाँ के खाने आएको छु कल्पना के खाने रे खै लप्सी देखा त कतिवटा भाइ कति भाइ लप्सी देखाउनु दे लप्सी एक बेर खाएर देखाइदिए त्यो बस काठमाडौँमा यसो दादी लप्सी खाने काम दाजुभाइ कति मिठो छ यो लप्सी और कोही निकाल्दैन आहा बुढा हेर न खै लप्सी त्यो रुख कै रुख लप्सी यो रुख जान्छ त्यो तै रुख हाँ सजाइलियो तै रुख कै रुख त लिए हो त ल हेर यिनीहरूको ठौदिन भन्ने अब त्यो लप्सी रुख धेरै ठुलो हुने रहेछ नि लप्सीहरू सेम उजर हुने रहेछ होइन म त रिठा रुख जो मलाई रिठा जो सेम रिठा रुख जो हुने रहेछ त्यो लप्सीको रुख मेरो बुढी चाहिँ यहाँ लप्सी खान्छु भनेर जङ्गलतिर चाहिँ खोज्जा छ लप्सी तले जङ्गलबाट मजा लप्सी खोज्जा पनि छ यो लागि बाँकी छ लप्सी खोज्जा पनि लागि बाँकी छ बस जाने नि रुम हेर्छ भैया हाँ रोक भने क्या भैँवर कहाँ हुने यहाँ चल आज चाहिँ यता माथितिर लप्सी खाना आइयो डाँडातिर यो चाहिँ ट्याक्कै कहाँ हो अरे स्वयम्भूभन्दा माथि उता आदेश्वरतिर हो है आदेश्वरको जङ्गलमा टक्क यहाँ के मजाले के खाने लप्सी खाने लप्सी खोजिरहेको छ लप्सी टन्न भेटाउनु लाग्छ लप्सी आज जङ्गलमा कुरा लाग्दिनु कुरा म गएँ भने भइयो छिटै आँट ल लप्सी पात सेम रिठाहरू जाने जाउँ बुढी आइज खै लप्सी देखा त कति उन्ज्याबाट यति हेर्नु पनि लप्सी छ लु कुया लप्सी खोजेर रहेछ लप्सी कुया लप्सी खोजेर हेट पाग्या हुन्छ बान्दरले चाहिँ हेट खिचिदिउँ ल लप्सी गयो खोलामा छुट्टीको चल आ जाउँ